रजिस्टर मलाई चेक गर्नु छ सर। ठीक छ, के चेक गर्नु छ मलाई? रजिस्टर चेक गर्नु छ। यो रजिस्टर हो सर। मिटरलाई सबभन्दा सुरुमा हामी अन गरेर कहाँ राख्ने? रजिस्टर मोडमा। यहाँ जुन के लेखेको छ एम भनेको मेगा ओम्स। रजिस्टरको जम्मा 3 वटा युनिट हुन्छ। मेजरमेन्ट युनिट कतिवटा हुन्छ? 3 वटा हुन्छ, ओम्स, किलो ओम्स र मेगा ओम्स। र बुझेन? के हुन्छ मेरो भाइ? ओम्स हुन्छ, किलो ओम्स हुन्छ र मेगा ओम्स हुन्छ। ठिक छ। अब कुन रजिस्टर कति भ्यालुको छ भन्ने कुरा हामीलाई थाहा हुँदैन। हामीले मिटरद्वारा मल्टिमिटरद्वारा यो मल्टिमिटरद्वारा हामीले पत्ता लगाउनु पर्छ कि यो रजिस्टरको भ्यालु कति हो। भोलिको दिनमा मोबाइल फोनमा रजिस्टर कुनै कारणले मिसिङ भयो, खराब भयो, टुटो फुटो केही भयो भने त्यो ठाउँमा हामीले रजिस्टर लाउनै पर्छ। रजिस्टर लाएन भने त्यो सर्किट के भइहाल्छ? ओपन भइहाल्छ। कुनैतिरको सप्लाई अर्कोतिर जाँदैन, जसले गर्दाखेरि हाम्रो मोबाइल फोनमा समस्या उत्पन्न हुन्छ। ठिक छ। जुन भ्यालुको रजिस्टर लगाएको हुन्छ फोनमा त्यही भ्यालुकै रजिस्टर हामीले लाउनु पर्छ। अर्को लायो भने काम गर्दैन। र बुझ्यो नि? ठिक छ। त रजिस्टरको भ्यालु पत्ता लगाउने तरिका दुईटा छ। एउटा सिस्टमेटिक डायग्रामद्वारा, एउटा हामीले सेम बोर्डमा रजिस्टरको भ्यालु चेक गरेर अर्को बोर्डमा लाउने हो। ठिक छ। सेम मोडलमा। त रजिस्टर चेक गर्नलाई सबभन्दा सुरुमा हामीले ओम्स मोडमा राख्ने। जुन भनेको अन गर्ने बित्तिकै तिम्रो यहाँ मेगा ओम्स आउँछ र मिटरको यहाँ तल अटो भनेर आउँछ है, अटो। ठिक छ। अटो भनेको के भन्दाखेरि अटो रेन्ज मिटर भन्छ यसलाई। अटो रेन्ज भनेको यसमा हामीले कुनै पनि रजिस्टरको एउटा रेन्ज मिलाइराख्नु पर्दैन। मिटरले आफै अटोमेटिक कति भ्यालुको रजिस्टर उसले चेक गरेर देखाइदिन्छ। जस्तै हामीले देखेको होला तराजु, दाल चावल नाप्ने तराजु हुन्छ नि। एउटा हुन्छ ढक र तराजु भएको नर्मल सुरु जमानाको, जसमा मानव मलाई 1 केजी चामल नाप्नु छ भने हामी के 1 पाउको ढक राख्छौ? 2 किलोको राख्छौ? राख्दैनौ नि। जति हामीलाई जोख्नु छ त्यसकै बराबरको हामीले ढक राख्नु पर्यो। अर्को तराजु हामीले हेरेको छ डिजिटल छ नि, त्यसमा जति राख्दा पनि उसले नाप्दिन्छ। 920 ग्राम नाप्न मन लाग्यो भने नापिदिन्छ उसले। 1 केजी पनि नाप्न मन लाग्यो भने नापिदिन्छ अटोमेटिक। त्यसमा हामीले ढक राखिरहनु पर्दैन। त्यसै नै हाम्रो मल्टिमिटर पनि 2 किसिमको हुन्छ क्या। एउटा हुन्छ अटो रेन्ज, जसमा हामीले ढक राखिरहनु पर्दैन। भन्नुको अर्थ रजिस्टर यो कति भ्यालुको हो त्यसकै अनुसारकै त्यहाँनिर भ्यालु रेन्ज राखेर अनि चेक गर्नुलाई त्यो भइहाल्यो, एनालग जस्तै भइहाल्यो, त्यो अटो भएन। त्यसमा अलिकति गाह्रो हुन्छ हामीलाई। अटोमेटिकमा के हुन्छ भन्दाखेरि हामीले केही पनि मिलाइराख्नु पर्दैन, सजिलो हुन्छ। त जहिले पनि किन्दाखेरि यस्तै खालको अटो रेन्ज भएको हामीसँग मिटर हुनु पर्यो। ठिक छ। ल रजिस्टर चेक गर्नु छ भने हामीले सबभन्दा सुरुमा के गर्ने भन्दाखेरि त्यहाँ देखाउँ एलसिडीमा रजिस्टरमा देखाउँ सिधा। ठिक छ त, यस्तै ठिक छ। यहाँ आयो रजिस्टर। यता देख्यो नि रजिस्टर देखिरहेको छ। रजिस्टर चेक गर्नु छ भने हेर, अब सबभन्दा सुरुमा हामीले के गर्ने भने अलिकति यहाँ पनि देखाऊ। यहाँ के गर्ने भन्दाखेरि हामीले यो हात जुन छ कुनै पनि चेक गर्दाखेरि मोबाइल फोनमा कुनै पनि कम्पोनेन्ट चेक गर्दाखेरि यो जुन हाम्रो हात जुन छ यो हात यो मिटरको निडलमा हामी टाँसिनु भएन। हेर म यहाँ टाँसिरहेको छु, यहाँ भेलु देखिरहेको छ केही न केही। भरे तिमी रजिस्टरको भेलु चेक गर्छौ, हात पनि टच भएको छ भने प्लस हातको भेलु पनि आइदिन्छ त्यसमा। आइरहेछ कि छैन अहिले? कुरा बुझ्यो नि? त्यसैले यो हात चाहिँ यसमा टच हुनु भएन। चेक गर्दाखेरि यसै चेक गर्ने अनटच। ठिक छ। अर्को कुरा हामीले यो मिटरको क्यालिब्रेसन गर्नुपर्छ, क्यालिब्रेट गर्नुपर्छ हरेक टाइममा। क्यालिब्रेट भन्नु भनेको मिलाउनु। जस्तै कहिलेकाहीँ तराजु मिनकेस बिग्रिन्छ हैन त, हामीले अब 1 किलो नाप्नु छ भने अलिकति सानो ढुङ्गा सुङ्गा राखेर मिलाउँछौँ नि हामी। त्यसरी नै यो मिटरलाई पनि मिलाउनु पर्छ। मिलाउनु भनेको कस्तो भन्दाखेरि यो सबै कनेक्टिभिटी राम्रो हुनुपर्छ हैन। यहाँ राखिसकेपछि
मिटरमा कमसे कम 0.72 आयो नि, यो कमसे कम 0.001 आउनु पर्यो। नभए यो 7 जुन लेखेको छ 7 ओम्स यो माइनस गर्नु पर्छ। मानौ अहिले मैले चेक गर्दाखेरि 10 ओम्स देखायो भने 7 ओम्स माइनस गर्ने, एक्चुअल भ्यालु कति भयो रेजिस्टरको? 3 ओम्स। र बुझेन? त सबभन्दा सुरुमा हामीले यो मिटरको के गर्ने भन्दाखेरि क्यालिब्रेट गर्ने। क्यालिब्रेट भन्नुको यस्तै नै हुन्छ, यसमा धुलो सुलो मैलो सोलो छ भने यसरी यसलाई अलिकति सफा गर्ने, अनि के गर्ने यसलाई फेरि यसरी टसाएर हेर्ने 0.01002 सम्मको आउनु पर्छ। हेर 0.00 आयो, 0.5 आयो क्या हैन, यो क्यालिब्रेट भयो। अब चेक गर्दाखेरि ठ्याक्कै रेजिस्टरको भ्यालु आउँछ। मानौ यहाँ 1 2 3 4 5 आयो भने त्यो भ्यालुलाई माइनस गर्नुपर्छ। बात बुझेन? त्यो हामीले तराजु मिलाउन राख्ने सानो ढक हो। क्लियर? ल फेरि यहाँ आएर ओके छ, चेक गरिहाल्ने। ल अब त्यहाँ देखाऊ यहाँ आएर। अब ठ्याक्कै हामीले के गर्ने भन्दाखेरि एउटा तार यहाँ राख्ने, कुनै पनि तार रातो कालोमा फरक पर्दैन। किन पर्दैन भन्दाखेरि यसमा प्लस माइनस हुँदैन। अब अर्को यहाँ राख्ने, राखेर 2-3 सेकेन्ड वेट गर्ने। यहाँ देखाऊ मिटरमा राख्ने बित्तिकै यहाँनिर हेर हात हल्लुनु भएन। हात के हुनु भएन? हात हल्लियो भने यहाँ भ्यालु पनि हल्लिन्छ। हात यसो हल्लियो भने यहाँ चेक गर्दाखेरि भ्यालु भइरहेछ चेन्जिङ। त यो हात स्टेबल हुनुपर्छ है। ल कति आयो लेखेको त्यहाँ हेर 4.730 आयो नि, लेखेको त्यति आयो। माथिपट्टि के लेखेको आयो? किलो ओम। द्याट मिन्स यो 4.7 किलो ओम्स भयो। कति भयो? 4.7 किलो ओम्स। पछाडिको 31 हामीले भइरहनु पर्दैन। 10% तल 10% प्लस माइनस हुन सक्छ। अब यो 4.7 किलो ओम्सको हो, हामीले 4.6 किलो ओम्सको लाउन पनि मिल्छ, 4.5 को पनि लाउन मिल्छ। तर 4 किलोको लाउन मिल्दैन फेरि। 10% तल माथि हुन सक्छ। ठिक छ? त कति आयो? 4.7 किलो ओम्स। अब यसमा प्रेस 4.731 किलो ओम्स भइरहनु पर्दैन। हामीले सकभर 2 डिजिटमै भन्नुपर्छ, सजिलो हुन्छ। बात बुझेन? फेरि अर्कोमा चेक गर्दैछु हेर, यहाँ अर्को ठाउँ राखेँ र यो चेक गर्दाखेरि अरू कम्पोनेन्टसँग यो टाँसिनु भएन। निडल हाम्रो मिटरको ठ्याक्कै यहाँ राख्ने, फेरि यहाँ एक सेकेन्ड वेट गर्नु। हेर कति आयो? 099.5 र माथि किलो भयो भने कति हो यो? 100 किलो ओम्सको। कति हो? 100 किलो ओम्स भयो कि भएन? 100 किलो ओम्स 99.4 आयो। 09 अब अगाडि 0 कुनै अर्थै हुँदैन। अब त्यसमा पोइन्ट भयो भने मात्र अर्थ हो। पोइन्ट राखेर 0 आयो भने फेरि अर्थ हो नि। गणित थाहा छ नि तिमीलाई? बात बुझ्दैछ? त 099.4 द्याट मिन्स 100 किलो ओम्स। कुरा बुझेन? ल अर्को फेरि म चेक गराउँछु यहाँ। जस्तो सर यसको 99 किलो ओम्स छ अनि 100 भयो हैन, अनि त्यसको माइनस अरू लाउन मिल्दैन। तो कति माइनस? रेजिस्टर तो भन्दा 80 कतिको 80 किलोको अब धेरै कम भइहाल्छ नर्मली 80 किलो। अब तिमी कसैलाई साप्टी दियो 100 रुपैयाँ, अब तिमीलाई कसैलाई 80 रुपैयाँ दियो भने अलिकति मन खिन्न हुन्छ नि। मैले अस्ति भनेको छ रेजिस्टरले के गर्छ, जति हामी माथि चढ्दै जान्छौँ त्यति हामी थाकेर त्यसको एनर्जी पनि कम हुँदै जान्छ। मानौ 100 किलो ओम्स रेजिस्टरले मानौ 1 केजी हाम्रो एनर्जी कम गरेको छ भने 80 किलो ओम्सकोले 1 केजी भन्दा कम गर्छ। त्यसले गर्दाखेरि सर्किटमा प्रब्लम हुन सक्छ। त्यतिको कम गर्ने होइन। 100 किलो छ भने हामीले 95, 96, 97 यसै लाउनु पर्छ। 10% तल माथि गर्ने हो। वाट त 20 किलो ओम्स, 30 किलो ओम्स, 50 किलो ओम्स कहीँ कम गर्ने होइन है। जस्तो सर अघि 4.7 कति आयो, 5K को लाउन पनि मिल्छ। 5K बढी भयो त लाउन मिल्यो, अनि जस्तो 4 किलो ओम्स त लाउन मिलेन, अलिकति धेरै कम भइहाल्यो हैन। ठिक छ? कुनै सर्किटमा फेरि काम भइहाल्छ। अब कस्तो छ भन्दाखेरि अब बोर्डमा 4.7 किलो हो भने अब हामीले खोज्दा जाँदाखेरि मानौ मलाई
4 किलोको भेट्यो सर भने लगाइदिने एकचोटि सर हेर्ने प्रब्लम सल्भ भयो भने ओके भएन भने सेम भेल्युको लगाइदिने सर एउटा मेथड त्यो भयो सर नभए 10% 20% तलमाथि हुन्छ एक्युरेसीमा हामीले राख्ने सर ठिक छ छैन ठिक छ सर ल अर्को यो पनि रेजिस्टर हो हाम्रो सर साइजमा ठुलो छ सर साइजदेखि हामीले यसो तेसाएर हेर्दाखेरि सेतो रङको देखेन सर देख्यो सेतो रङको तलपट्टि पनि सेतो हुन्छ यसलाई झिकेर पछाडि पल्टायो भने पनि सेतो हुन्छ यो कम्पोनेन्ट अरू कम्पोनेन्ट भन्दा होचो हुन्छ हाइटमा हेर त्यसकै छेउमा एउटा कम्पोनेन्ट अझै छ पीला रङको छ नि ब्राउन जस्तो पहिलो रङको त्यो कम्पोनेन्टको हाइट र यो कम्पोनेन्टको हाइट फरक छ नि है रेजिस्टरको हाइट जहिले पनि कम हुन्छ ल अब के गर्ने एउटा यहाँ राख्ने अर्को यहाँ राख्ने एकछिन वेट गर्ने ल यहाँ देखाऊ कति आयो 10.00 वा 1 या 00 आयो 10 किलो ओम्सको माथि किलो आएको छ भने किलो ओम्सको हो माथि ओम्स मात्र आयो भने ओम्सको सजिलो भयो कि भएन आयो चेक गर्न चेक छ के कन्फ्युजन छैन यसरी एक दुईवटा यहाँ कति आएर 9.97 किलो ओम्स भनेपछि 10 किलो ओम्स बात बुझ्यो सर ल अझै एउटा म चेक गरिदिन्छु त्यसपछि सक्यो कुनै एउटा अझ चेक गरिदिन्छु मानौ एक्जाम्पल जताको चेक गर्दाखेरि अरूसँग टाँसिनु भएन है टाँसिनु भएन नभए अर्कोको भेल्यु पनि एड भइहाल्छ यहाँ यसै राख्ने वेट गर्ने 0.986 माथि किलो ओम्स भनेपछि 1 किलो ओम्स द्याट्स गुड 1 किलो ओम्स बुझेन ल आजलाई थियो चेक गर्न आयो ल अझै आफै पनि प्र्याक्टिस गर्ने चेक गर्ने कन्फ्युजन छ भने फेरि सोध्ने ओके ल